फर्केर तिमीकै आएमा सम्झेर तिम्रो त्यो मायाको सुस्केर यहाँबाट कतिजना भन्दै थियो कतिजना आउनुभयो हामी 35 देखि 40 जना चाहिँ हो अब अलिकति ढिलो आउँछ अनि गाडीमा अलिकति असुविधा 1.5 दिन लाग्छ नि त घन्टा लेट्दैन अझै गाडी चाहिँ साबुन अझै चाहिन्छ फाइन हामी बिहानमा दिनको पछि हामी नि कहाँबाट आएको 10:30 बजे टाइम एउटा कुरा काट्दै है बितेको समय त सक्दैनौँ बेलुका अलिकति एकदम धुँदाखेरि सम्झेर तिम्रो त्यो मायाको सुस्केर सुस्काउँदै मायालु हुरी झैँ आए तिमी कहाँ दौडिँदै तिम्रो सम्झनामा पौडिँदै माया मन पर्यो भएन 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 मलाई हृदयको वरिपरि राखन अनि मायाले नि घरि डाकन मायालु मायालु तिम्रो मुटुले नि सम्झँदा बनाए फेरि लडी बुढी उडी आउला भए मायालु मायालु कसरी लुकाउनु माया छ मनभरि लैजाऊ तिम्रै हो यो मन पनि डरल मायालु मन परी आमा चाहिँ एकदमै ठुलो जन्म दिने आमा चाहिँ धेरै पाउँदैन यो आमाको छ यता र मामलाई दिनमा दिनु छेउ भएर छेउ
यो चाहिँ तिमीहरूको सन्तानको लागि है यो सन्तानको यो सगुन जो हाम्रो थिम भइरहेका छन् र यहाँनिर लसो यो थिम राखेको अर्थ हो हाम्रो माम या घरको आमा या बाउमाइतीलाई हाम्रो सेबु पक्षबाट यो हामीले दस्तुर अर्थात् हाम्रो थिम गरिरहेका छौँ। अब यो छुँदै सेबु हाम्रो बेहुला या बेहुलीले यो छुँदै सगुनलाई छुँदै ढोगर्नु र यो माइतीको सगुन थिम भइरहेको छ। आफ्नो भान्जीमाथि र आज आसिङको छोराले आफ्नो भान्जी बेहुली बनाउनु सक्नु भएन र अन्य कुटुम्बसँग जानुभयो। त्यसले गर्दा हजुर नरिसाइदिनुहोस् भनिकन हजुरको जुन चाहिँ हामीले टिम राखेको छौँ यो फोन राखेर है र तपाईँले मन नदुखाइदिनुहोस् भनिकन चाहिँ सगुन हजुर उस गरेर तिम्रो मुटुले नि सम्झना बनाए फेरि लडी बुढी उडी गुडी आउला भए मायालु कसरी लुकाउनु माया छ मनभरि लैजाऊ तिम्रै हो यो मन पनि डरल मायालु मन परी यो छातीमा जुन मन छ यहाँ निलो गगन छ जहाँ दिनदिनै उदाउँछ तिम्रो मायाको खामा अङ्गाल न अङ्गाल सधैँ सधैँ राखिराख मलाई हृदय वरिपरि ए मायालु मलाई हृदयको वरिपरि राखन अनि मायाले नि घरि घरि डाकन मायालु मायालु तिम्रो मुटुले नि सम्झना बनाए फेरि लडी बुढी उडी गुडी आउला भए मायालु मायालु। कार्यक्रम सुरु हुन गइरहेछ जो चाहिँ हाम्रो तामाङको रिमठिम अनुसार चारदम नगरिकन छोरी चेलीलाई हामी पठाउन सक्दैनौँ र चारदम यस्तो चिज हो कि यो अरू समुदायमा त्यति छैन तर हाम्रो समुदायमा यो एकदम कम्पलसरी र यही चारदमको अनुसार नै आजसम्म हाम्रो संस्कृति संस्कार जीवित रहेको छ भन्ने हामी ठान्छौँ। तसर्थ आज हाम्रो यो चारदम सुरु हुन लागिरहेछ। तामाङ चुग्नी र याङ्ला जामे बोरिङला चोल्देम लाभदोरी सेगिदङ्गो मयौ जिम्बा र अब हाम्रो यस कार्यक्रम सुरु हुन गइरहेछ र यस कार्यक्रमले हाम्रो विवाहलाई सम्पूर्ण भयो भन्ने घोषणा गर्न सक्छ। घरभित्रको बोला डाला है जो जोमा भन्छ आफैमा नेमी सबै सम्झेर तपाईँले आज हाम्रो छोरीको एउटा शुभ कार्य हुँदैछ है यो शुभ कार्य त्यो तपाईँले सफल बनाइदिनुहोस् है। तपाईँहरू यहाँ स्वयं रखरी बसिदिनुहोस् यो चारधाम हुँदैछ भनेर तपाईँले सम्झिनुहोस् है। तपाईँ त अब योन्जन हो होइन योन्जन लिनु मजाले सम्झिनुहोस्। योन्जनको कुलहरू त थाहा छ होला नि जम्मै एकदम है। लसो तिनी ह्याङ्ला सेबु सेमुला जेलसङ्गी है थारेङ थारेङ से जोन खावाला आखे माम मेमे आसेङाङी जो चोन है नाना बोरिङ हेर्दन फबुल्ला है र यहाँ एउटा चारधाम सम्पन्न हुँदैछ है। यो चारधाम भनेको कुरो चाहिँ हामीले साह्रै एउटा के भन्नु अलिक खेलाची जस्तो अहिलेको युगको हामी भाइ बहिनीहरूले त्यस्तो सोच्छ र यो चाहिँ त्यस्तो नसोचेर यो उहिले पुर्खा
है सत्ययुगदेखिको राखेको एउटा दस्तुर हो। यसलाई हामीले अन्तरआत्मादेखिको नै यो कुरोलाई बुझेर लानु पर्यो होइन। भोलि गएर आज तपाईँहरू सबैले एउटा पन्जोसमलाई सम्झेर, आफ्नो घरको खोला डालालाई सम्झेर है, आफ्नो झियो झोमो आखे माम मेमेलाई सम्झेर आज हाम्रो छोरीको एउटा कर्ममा हामीले ज्वाइँलाई सुम्पिँदैछौँ र यो चाहिँ सधैँभरिको लागि सफलता होस्, उनीहरूको जिन्दगी सफल भएर जाओस्, फलोस् फलोस् है, फुलोस् भनेर तपाईँहरू सबैले नै त्यस्तो खालको मनमा सम्झ्यो भने मात्रै यो जिन्दगी पनि सफल भएर जान्छ र हाम्रो टिम पनि बाँचेर जान्छ होइन। म त अलिक नजर अर्कैपट्टि फर्काउँ कि भन्ने खालको मन कहिले पनि नगरोस् है। त्यस्तो गरिहाल्यो भने हाम्रो माइतीले ज्वाइँलाई केही सबक सिकाउन सकोस् भन्ने अधिकार चाहिँ आज माइतीले राखेको छ है। र पछि गएर आफ्नो भेना अर्थात् ज्वाइँलाई कुनै दुःख पऱ्यो भने पनि उहाँ सधैँ सहमति हुनेछ, किनभनेदेखिको चेली उहाँसँग छ है। चेलीको हार त आफूले राखेको छ नि, र उसलाई चेलीलाई दुःख पऱ्यो भने पनि माइतीले सधैँ साथ दिन्छ, माइतीलाई दुःख पऱ्यो भने सधैँ छोरी आफ्नो बहिनी ज्वाइँ अर्थात् दिदी बहिनीले सधैँ साथ दिनु सकोस् भनेर उहिलेको बुढापाकाले यो हार चाहिँ नदिकन राखिएको छ। र पछि गएर त्यो अनित्य जीवन हो हाम्रो होइन। भोलि गएर बुढो मर्छ तन्देरी बाँच्छ भन्ने छैन, बुढी मर्छ तरुनी बाँच्छ भन्ने पनि छैन होइन। र अनित्य जीवनमा भोलि गएर के होला होइन। त्यस्तो समयमा पनि माइती बेगर चाहिँ कर्महरू केही गर्नु नसकोस्, ज्वाइँले मात्रै चाहिँ गर्नु पाउने छैन, त्यो अधिकार चाहिँ माइतीकोमा छ है। भोलि गएर ज्वाइँले केही गर्नु सकेन भने पनि माइतीले 3 दिन भन् 4 दिन भन् 7 दिन भन् लामा राखेर भेडा फाट्न सक्छ। चारधाममा आज हार नदिनुको मेन उद्देश्य नै त्यही हो कि ऊ केही भइगयो भने पनि ज्वाइँले हराएको छ भने पनि बाटो देखाउनु पर्छ, मरेको छ भने च्यान देखाउनु पऱ्यो नि त होइन। र केही न केही गरेर सपोर्ट ज्वाइँले देखाउनु पर्छ। देखाएन भनेको माइतीले ज्वाइँलाई ज्वाइँ पक्षलाई धेरै कुरोबाट समाउनु सक्छ। र त्यही भनेर चाहिँ यो हार चाहिँ आज माइतीको पासमै छ। यो कुरा चाहिँ आकाशको देवी देवताले पनि सुन्यो अरे, अन्तरिक्षको सिकारी देवले पनि सुन्यो अरे, धरती मुनिको नायक नगिनीले पनि सुन्यो अरे, घरको कुलपित्र है, जो जोमा भनेको घरको कुलपित्र खोला डाला सबैले सुन्यो, गाउँघरको देवी देवताले पनि सुन्यो, उँभो हो भनेदेखिको हिमालमा बस्ने पहाडले पनि सुन्यो अरे, हिमालमा नाच्ने गाउने फुली हिँड्ने उडी हिँड्ने मजुर गाउँकै मुना चराले पनि सुन्यो अरे, जङ्गलको बाघ बगिनीले पनि सुन्यो, जङ्गलको चराचुरुङ्गीले पनि सुन्यो, उँधो मधेसमा हो भनेदेखिको ठुलो ठुलो समुद्रभित्रको माछाले पनि सुन्यो अरे है। यो ज्यागर भनेको मधेस हो, मधेसमा नाच्ने खेल्ने मयूर चराले पनि सुन्यो अरे, मधेसमै डुल्ने सबैभन्दा ठुलो प्राणी हात्तीले पनि सुन्यो अरे है। के अरे धरती माताले पनि सुन्यो अरे, आकाशको घामजुङले पनि सुन्यो, स्यार्लो नोकझ्याङ उही भनेको 4 दिशामा विराजमान हुनुभएको पञ्च भगवान बुद्धले पनि सुन्नुभयो अरे भने यहाँ विराजमान हुनुभएको हाम्रो लामा रेम्बुर्जे है, डम्फुले रेम्बुर्जे, आखे मेमेहरू, आसेङ आनी जो छन् है, नानाहरू सबैले यो कुरा सुन्नुभयो कि सुन्नु भएन है? लासो सङ्गम ताजी है। एउटा माइतीले राख्यो बस। अब यसलाई धेरै लामो होइन, लामो डिस्कस चाहिँ नगरौँ कि ठिक छ नानी यहाँ दिनु नानी, यो 3टा चाहिँ नि यता राखिदिने, दाम दिएको छ नि। यो विषयलाई चाहिँ यसरी पनि बुझाउँदैछ, धेरै जान्ने ताम्बाहरूले चाहिँ के बुझाउँदैछ भने नि, अब उहाँले चाहिँ अब यो चाहिँ दाम भन्दैछ है,
रगतको दाम पनि 1 रुपियाँ हालेको छ है, मासुको दाम पनि 1 हालेको छ र रूपको दाम पनि यहाँ 1 रुपियाँ हालेको छ भनेर छ है। र यो हाड चाहिँ माइतीले राखेको हाड चाहिँ यो उहाँले नै राखेको छ। पछि गएर घेवामा चाहिँ त्यति बेला उहाँले यो पैसा फर्काउँछ भन्ने चाहिँ धेरै ताम्बाहरूले भनेको मैले सुनेको छु र त्यही विषय होला भनेर है त्यो भनिन्छ। तर मेरो भनाइले हो भने चाहिँ म आफ्नो तरिकाले गर्नु हो भने चाहिँ के भने यो 4टा पैसा चाहिँ ज्वाइँपट्टिबाट राखिँदैन, किनभने 4 दाम त आज माइती पक्षबाट दिँदैछ नि त। यत्रो कार्य गर्नु सक्दा 4टा पैसा माइतीले राख्नु सक्दैन र? माइतीले राखेको 4वटा रुपियाँ हो, 4वटा रुपियाँ चाहिँ 3 रुपियाँ उहाँलाई दिन्छ, 1 रुपियाँ चाहिँ आफूले नै राख्छ। मैले जानेको चाहिँ त्यो थियो। तर अब अहिले उहाँ आसाङले भन्नुभयो यता भन्नु, त्यो जसो गर्दा पनि कुरा एउटै हो, तपाईँहरूको माया चाहिँ कहिले नछुटोस्, सबभन्दा ठुलो कुरो त्यो हो। भेनालाई सुम्पिँदैछ होइन, अलिकति आफ्नो मनभित्रबाट दिदी भेनालाई आशीर्वाद दिनु है, सधैँभरि राम्रोसँगले मिलेर बस्न सकोस् है, घाम जुन जस्तै उज्यालो भएर बस्न सकोस् है, समुद्रको लामो जति छ त्यति लामै आयो है, कुनै प्रकारको दुःख कष्ट नलागोस् है, दुईजनाको जिन्दगी चाहिँ दाम्पत्य जीवन चाहिँ एकदम सुखमय भएर लामो जीवन हो भनेर दुईजना यताबाट जानु एकदम भेनालाई दिनु पर्यो नि त। उताबाट लैजाऊ, उताबाट माइती हुन्छ अब चाहिँ एउटा भयो अब चाहिँ ढोक्नु पर्यो नि त। आज चाहिँ बकाबती भयो पक्का भन् होइन अहिले यहाँ उतापट्टि बस्नु पर्यो, यतापट्टि लगेर यहाँ राख्नु। मात्रै लाउँछ नि मलाई हृदयको वरिपरि राखन अनि मायाले निकरी डाकन मायालु मायालु
नि सम्झँदा भनाइ फेरि लडी बुढी उडी गुडी आउला मै मायालु कसरी लुकाउनु माया छ मनभरि लैजाऊ तिम्रै हो यो मन पनि डरल मायालु मन परी यो छातीमा जुन मन छ त्यहाँ निलो गगन छ जहाँ दिनदिनै उदाउँछ तिम्रो मायाको घाममा अङ्गाल न अङ्गाल सधैँ सधैँ राखिराख मलाई हृदय वरिपरि ए मायालु मलाई हृदयको वरिपरि राखन अनि मायाले नि घरि घरि डाकन मायालु मायालु तिम्रो मुटुले नि सम्झँदा भनाइ फेरि लडी बुढी उडी गुडी आउला मै मायालु मायालु हृदयको वरिपरि राखन होइन अब यतिको अब खै जुत्ता Ayo.